नेप्सेमा कुन स्टक किन्ने भनेर सबैले भनिदिन्छन्, तर बेच्ने चाहिँ कहाँ हो त्यो नै थाहा पाउन सकिँदैन। अझै बढ्छ कि भन्ने डर र लोभले गर्दा समयमै प्रफिट बुक गर्न सकिँदैन। सही टार्गेट थाहा नभएकै कारण धेरैजसोको देखिरहेको नाफा हेर्दा हेर्दै घाटामा कन्भर्ट हुन्छ। आज हामी नेप्से अल्फाको एउटा यस्तो पावरफुल टुल प्रयोग गर्नेछौँ जसले मार्केटको त्यो हिडन टार्गेट अर्थात् प्रोबेबल सेल पोइन्ट कहाँ छ भनेर ठुला इन्स्टिट्युसनल बायर्स र सेलर्सको लेभल हेरेर पत्ता लगाउन सिकाउनेछ। यसको लागि हामी प्रयोग गर्छौँ स्मार्ट मनी कन्सेप्ट एसएमसी इन्डिकेटर। सबैभन्दा पहिले नेप्से अल्फाको चार्ट खोल्नुहोस्। इन्डिकेटर सेक्सनमा गएर एसएमसी सर्च गर्नुहोस् र पहिलो अप्सनलाई सेलेक्ट गर्नुहोस्। यति गरेपछि तपाईँको चार्टमा हरियो र रातो बक्सहरू अटोमेटिकली देखिनेछ। यी कुनै सामान्य सपोर्ट र रेजिस्टेन्स होइनन्, यी हुन् एसएमसी अर्डर ब्लक्स। हरियो बक्स यो भनेको डिमान्ड जोन हो जहाँ ठुला इन्स्टिट्युसनल बायर्सहरू एक्टिभ हुन्छन्। यो एरियाबाट प्राइस बढ्ने सम्भावना एकदम धेरै हुन्छ। रातो बक्स यो भनेको सम्भावित सप्लाई जोन हो जहाँबाट बजारमा हेभी सेलिङ आउन सक्छ र प्राइस करेक्सन हुने चान्स हाई हुन्छ। यसको पछाडिको लजिक के हो त? जब प्राइस बढ्दै यो रेड जोनमा पुग्छ तब पहिले माथिल्लो लेभलमा किनेर फसेका ट्रेडर्सहरू अब त सामा आयो, यहाँबाट निस्किनु पर्छ भनेर एक्टिभ हुन्छन्। साथै तलतिर किनेर राम्रो प्रफिट बनाइसकेका ट्रेडर्सले पनि यही जोनमा आफ्नो स्टक बेच्न थाल्छन्। यसले गर्दा यो एरियामा सेलिङ अर्डर धेरै हुन जान्छ र डिमान्ड कमजोर हुन्छ। नतिजा स्वरूप प्राइस तल झर्न अर्थात् करेक्सन हुन थाल्छ। यो रेड जोन र ग्रिन जोनको ग्याप जति धेरै भयो यो लेभलमा आएर प्राइसले रिट्रेस लिने चान्स त्यति नै बढी हुन्छ। अब यसलाई हावामा होइन भर्खरै फाइनेन्स र नन लाइफ सेक्टरमा आएको स्विङको चार्टमा टेस्ट गरेर हेरौँ। एक्जाम्पल 1 सिएफसिएल। यो सिएफसिएलको चार्ट हेर्नुहोस्। प्राइस एक्ज्याक्ट यही रेड सप्लाई जोनमा आएर रोकियो, ब्रेक गर्न स्ट्रगल गर्यो र अहिले करेक्सन हुँदैछ। एक्जाम्पल 2 आरएलएफएल। ग्रिन जोनबाट सोलिड र्याली लिएको आरएलएफएल एक्ज्याक्ट यही रेड जोन टच गर्न साथ ब्रेकडाउन हुँदै क्लियर करेक्सनमा गयो। एक्जाम्पल 3 एनआइसिएल। एनआइसिएलमा जब प्राइस रेड जोनभित्र इन्ट्री गर्यो त्यहाँ एउटा बियरिस स्पिनिङ टप क्यान्डल बन्यो जसले मोमेन्टम लस भएको सिग्नल गर्यो र प्राइस डाउन भयो। एक्जाम्पल 4 प्रिन। प्रिन पनि सोलिड र्याली लिएपछि यही रेड जोनमा ट्र्याप भएर माथि जान सकिरहेको छैन। प्रो टिप्स, जब प्राइस यो रेड जोनमा पुग्छ तब थप किन्ने गल्ती नगर्नुहोस्, बरु हामीले पहिले नै सिकिसकेका बियरिस क्यान्डलस्टिक्स प्याटर्न जस्तै सुटिङ स्टार वा बियरिस इन्गल्फिङको कन्फर्मेसन लिएर आफ्नो पोजिसनमा प्रफिट बुक गर्नेतर्फ लाग्नुपर्छ। मार्केटमा 100% ग्यारेन्टी केही पनि हुँदैन। सधैँ यही रेड जोनबाट मार्केट फर्कन्छ भन्ने छैन, तर टेक्निकल एनालाइसिस अनुसार यहाँबाट प्राइस करेक्सन हुने सम्भावना एकदम हाई हुन्छ। यदि मार्केटले बलियो भोल्युमका साथ यो रेड जोनलाई ब्रेक गरे भने त्यो तपाईँको लागि एउटा स्ट्रङ बुलिस सिग्नल हो जहाँबाट प्राइसले अर्को माथिल्लो लेभलको रेड जोनतर्फ आफ्नो टार्गेट सेट गर्छ। यो रुल स्टकमा मात्र होइन, नेप्से इन्डेक्स र अरू सेक्टरको इन्डेक्समा पनि उत्तिकै काम गर्छ। अब कुनै ट्रेड लिनुभन्दा पहिले आफ्नो वाच लिस्टमा भएका स्टकहरूमा यो एसएमसी इन्डिकेटर लगाएर आफै ब्याक टेस्ट गर्नुहोस्। भिडियो इन्फर्मेटिभ लाग्यो भने च्यानललाई लाइक र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा हामी यस्तै जानकारीमूलक टपिक लिएर आउने नै छौँ। तबसम्मका लागि ह्याप्पी ट्रेडिङ र धन्यवाद।